नमस्कार, मेरो नाम मनुजा अधिकारी हो। म कक्षा 7बाट आज म बुद्धिमान खरायो शीर्षकको कथा भन्न गइरहेकी छु। एका देशमा एउटा जङ्गल थियो। त्यस जङ्गलको राजा एक सिंह थिए। उसले हरेक दिन धेरै जनावर मार्थ्यो। एक दिन सबै जनावरहरूले सिंहलाई भने, सिंहजी, तपाईँले गरेर जङ्गलका सबै जनावर सकिन लागिसके। त्यसैले हामी हरेक दिन तपाईँलाई एउटा शिकार पठाइदिन्छौँ। तपाईँ चाहिँ शिकार नगर्नुहोस्। सिंहलाई यो कुरा मन पर्यो। त्यसपछि हरेक दिन एक जनावर सिंहको आहार बन्न जान्थ्यो। एक दिन एउटा खरायोको पालो आयो। त्यो खरायो एकदमै बुद्धिमान थियो। ऊ सीमा बस्ने ठाउँमा जाँदा एउटा जुक्ति सोच्न थाल्यो। ऊ सिंहको जानी ढिला पुग्ने विचार गर्यो। ऊ सिंहकोमा पुग्दा सिंह एकदमै रिसाएको थियो। सिंहले सोद्धा खरायोले भन्यो, सिंहजी, म आउँदै गर्दा अर्को सिंहलाई भेटेँ र उसले नै ऊ यो जङ्गलको राजा हो र तपाईँले नाटक मात्रै गरेको हो भन्यो र मलाई जङ्गलभरि खेदायो। यो सुनेर सिंह झनै रिसायो र उसलाई त्यो सिंह भएको ठाउँमा लैजान भन्यो र खरायोले सिंहलाई एउटा इनारको नजिक लग्यो। सिंहले इनारमा हेर्दा आफ्नै छाया देख्यो र इनारभित्र हाम फाल्यो। तर इनार